एनपीएल सिजन 2 मा चाहिँ प्लेयर जसले चाहिँ धेरै डिसअपोइन्ट गरे हैन, त्यो ललित राजवंशी एनपीएल सिजन 1 को हाईएस्ट विकेट टेकर बलर हैन। सिजन 2 मा गएर चाहिँ जम्मा 4 विकेट मात्रै लिँदाखेरि चाहिँ एकदम नै खराब लागेको थियो एज अ ललित राजवंशी फ्यान हैन। होप गर्छौं कि एनपीएल सिजन 3 मा चाहिँ ललित राजवंशीले ठुलै कमब्याक गर्छन् हैन। अर्को भने नेपाल टिमको ओपनर ब्याटर आसिफ शेख। आसिफलाई हामी मिस्टर कन्सिस्टेन्ट भन्छौँ हैन। आसिफसँग चाहिँ कन्सिस्टेन्सीको सबैजनासँग एक्सपेक्टेसन हुन्छ। एउटा 50+ को स्कोर पनि बनाएका थिए यदि म राइट हो भने हैन। त्यसपछि पनि आसिफले जम्मा 105 रन मात्रै बनाएर यो चाहिँ आसिफको कन्सिस्टेन्सीको पुरै एगेन्स्ट जस्तो देखिन्छ हैन। आसिफलाई चाहिँ जसलाई चाहिँ अरू प्लेयरले सायद आसिफ स्ट्राइक रेटको मामलामा कम हुन सक्छन् तर कन्सिस्टेन्सी हैन त्यसमा चाहिँ एभरेजमा चाहिँ कम नहोलान् भनेको, तर यो पालि त्यस्तो चाहिँ भएन। जम्मा 16-17 टाइपको एभरेज निस्किन्छ जस्तो लाग्छ मलाई। लास्ट प्लेयर हैन जसले चाहिँ सबैभन्दा धेरै डिसअपोइन्ट गरेका छन् र त्यो कारण पनि के भन्दाखेरि आदिल आलम कमब्याक गरिरहेका थिए हैन। सिजन 1 चाहिँ खेलेका थिएनन्। धेरै फ्यान्सहरूले चाहिँ आदिलको लागि वेट गरिरहेका थिए हैन। त्यो प्लस त्यसमा पनि 8 को 8 एउटा टिमले चाहिँ आदिलमाथि बिट गरेका थिए र आदिलले एउटा 48 को नट आउट स्कोर पनि बनाएका थिए। त्यसपछि पनि आदिलको टोटल रन भनेको 93 मात्रै रहेको थियो र बलिङ त उनले झन् गर्दै गरेनन्। अलराउन्डर भनेर धेरै सबै टिमले लिएका होला तर अलराउन्डर त टाढाको कुरा हो। आदिलले बलिङ त गर्दै गरेनन्। यदि म राम्रोसँग याद छ भने 1 ओभर मात्रै बलिङ गरेका थिए हैन। रन त बनाए तर हरेक म्याचमा एटलिस्ट हुन्छ नि 2-3 छक्का हानेको भए पनि ल ठीक छ आदिलले तल आएर हिटिङ चाहिँ गरिरहेका छन् भन्न हुन्थ्यो, तर आदिलले त्यस्तो चाहिँ गर्दै गरेनन्। सो डेफिनेटली डिसअपोइन्टेड फ्रम आदिल आलम हैन।